जितु नेपालको निर्माण र शीर्ष अभिनय रहेको फिल्म आई एम जुद्धबहादुरको संक्षिप्त टिजर युट्युबमा रिलिज भइसकेको छ र उक्त रिलिज भएको टिजरलाई यतिखेर थुप्रै दर्शकहरूले निकै मन पराइरहेका छन्। टिजरले मुख्य पात्र जितुको क्यारेक्टर लुक्स बारे जानकारी दिएको छ। प्रदर्शन मिति घोषणा गरिएको छैन, यद्यपि फिल्मको प्रदर्शन भने 5 असारमा गर्ने तयारी छ। यसको औपचारिक घोषणा हुन अझै बाँकी छ। नयाँ पोस्टर मार्फत प्रदर्शन मिति घोषणा हुने जानकारी जितुले दिएका छन्। यो फिल्मलाई केही हिन्दी र बंगाली भाषाका फिल्म निर्देशन गरेका शुभेन्दु घोषले निर्देशन गरेका हुन्। भारतको कोलकाता निवासी घोष लामो समयदेखि मुम्बईमा बस्दै आएका छन्। यस फिल्मको पोस्ट प्रोडक्सनका काम सबै मुम्बईमा गरिएको हो। टिजर हेर्दा पनि यसको सम्पादन, ग्राफिक्स र ध्वनि गुणस्तरीय देखिन्छ। यो फिल्मबाट जितु पहिलो पटक निर्माता बनेका हुन्। फिल्ममा एक नेपाली कलाकारको सङ्घर्ष र सफलताको कथावस्तु समेटिएको छ। तपाईहरू पनि जितु नेपालको निर्माणमा तयार भएको यो नयाँ फिल्म आई एम जुद्धबहादुर हेर्नका लागि कतिको उत्साहित हुनुहुन्छ कमेन्ट गर्नुहोस्।